क्यान्सर हुँदा के हुन्छ त भन्दा शरीरमा हाम्रो नियमित कोषहरू जुनहरू हुन्छन् कोषहरूको परिवर्तन भइदिन्छ। कोष बन्ने नयाँ बन्ने पुरानो मर्दै जाने नयाँ बन्दै जाने पुरानो हराउँदै जाने एउटा सेल साइकल हुन्छ। कोषको साइकल हुन्छ, एउटा चक्र हुन्छ। त्यो चक्रमा कतैतिर गडबड हुँदाखेरिमा के हुन्छ भने मर्ने साइकल सेलहरू के अरे नरोकिने, नयाँ सेलहरू धेरै बढ्ने। जस्तो भनौँ एउटा क्यान्सर साइकल पुरै सेलको साइकल चक्र पुरा हुनलाई जति टाइम लाग्छ त्यति टाइम नलिकन एक साइकलबाट एउटा कोषबाट 2 कोष बन्नुपर्ने थियो नि, एउटा कोषबाट 4 कोष 8 कोष अनियन्त्रित रूपमा चाहिँ कोषहरू निर्माण हुन थाल्छ। त्यो अवस्थामा चाहिँ लाई हामी क्यान्सर भनेर भन्ने गर्छौँ। तपाईँ हाम्रो आनी बानी खानप्यान हाम्रो डेली एक्टिभिटिजहरू क्रियाकलापहरूलाई परिवर्तन गर्न सकियो भने ती क्यान्सरहरूबाट बच्न सकिने उपायहरू छन्। ती भए मोडिफाएबल रिस्क फ्याक्टर भनेर भन्छौँ हामी। अनि कति चाहिँ अर्को नन मोडिफाएबल जसलाई तपाईँ हाम्रो हातमा छैन, त्यसलाई मोडिफाई गर्न चाहँदा पनि गर्न सकिँदैन, तिनलाई हामी नन मोडिफाएबल रिस्क फ्याक्टरहरू भनेर भन्छौँ। अब त्यस्ता नन मोडिफाएबल रिस्क फ्याक्टरहरू के हुन् त भनेर भन्दा अघि वंशाणुगत कुराहरू, जेनेटिक कुराहरू। यी जेनेटिक कारणलाई त हामी परिवर्तन गर्न त सक्दैनौँ।